नमस्कार साथीहरु, मेरो युट्युब च्यानल शेयर मार्केट नेपालमा यहाँहरुलाई स्वागत छ। धेरै समयपछि तपाईहरुलाई एउटा मैले ट्रेडिङ गर्ने हिसाबले र फन्डामेन्टली पनि एकदम स्ट्रङ भएको कम्पनी एउटा साहस ऊर्जाको बारेमा तपाईहरुलाई केही जानकारी दिन गइरहेको छु। पछिल्लो समयले नेप्सीमा पनि राम्रो उतार चढाव देखाएको छ। यो साहस ऊर्जा चाहिँ सोलुखोला दुधकोशी हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट हो, जुन 86 मेगावाटको रहेको छ, जुन सोलुखुम्बु जिल्लामा अवस्थित रहेको छ। यसले चाहिँ नेप्सीमा 2021 देखि लिस्टिङ भएर राम्रो कारोबार गर्दै आइरहेको छ र फन्डामेन्टली पनि एकदम स्ट्रङ कम्पनी मान्न सकिन्छ यसलाई। यसको पर मेगावाट कस्ट चाहिँ 13 करोड 80 लाख रुपैयाँ मात्र रहेको छ। यो पब्लिक शेयर चाहिँ 3 करोड 78 लाख हो। फन्डामेन्टली पनि स्ट्रङ छ। प्रत्येक वर्ष बोनस र डिभिडेन्ड दिँदै आइरहेको छ। गएको वर्ष पनि यसले 8% बोनस शेयर र 0.42% पर प्रयोजनको लागि डिभिडेन्ड दिएको थियो। यसले पछिल्लो क्वार्टरको रिपोर्ट अनुसार यसले 29.42 को ईपीएस निकालेको छ। नेट वर्थबाट हेर्छौं भने एकदमै स्ट्रङ देखिएको छ। 182 रुपैयाँ 18 पैसा चाहिँ यसको नेट वर्थ रहेको छ। चुकुलको टेक्निकल स्ट्याटसबाट हेर्छौं भने अप ट्रेन्डमा देखाएको छ। टेक्निकली पनि अहिले ट्रेडिङ गर्ने एउटा पोइन्टमा हुन सक्छ। यो अहिले 565 को लेभलमा छ। आज राम्रो भोलुमा आएर केही माथि जान खोजेको देख्छौं। आगामी दिनमा पनि यो माथि जाने कोसिसमा रहन्छ भने नजिकैको रेसिस्टेन्स 580 को लेभलमा एउटा रेसिस्टेन्स हुन आउँछ। यो भन्दा माथिपट्टि लाग्छ भने हामीहरुले यसलाई 650 को आसपासमा एउटा बेच्ने सुवर्ण अवसर चाहिँ पाउनेछौं। फन्डामेन्टली लङ टर्मलाई, सर्ट टर्मलाई, मिड टर्मलाई जति बेलाको लागि किन्नलाई पनि सम्पूर्ण दृष्टिकोणबाट चाहिँ एउटा उपयुक्त स्टक चाहिँ साहस ऊर्जा देखिएको छ। यसको बारेमा सम्पूर्ण जानकारी लिन सक्नुहुन्छ यसको वेबसाइटमै गएर पनि। यसको टिमहरु कस्तो छ, यसले म्यानेजमेन्ट टिममा चाहिँ को रहेका छन् र यिनीहरु कस्तो ब्याकग्राउन्डबाट आएका छन् भन्ने कुराहरुको बारेमा जानकारी तपाईहरुले सबै यसको वेबसाइटमा गएर लिन सक्नुहुन्छ। यसको चलिरहेको प्रोजेक्ट चाहिँ सोलुखोला दुधकोशी हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट 86 मेगावाटको यो रनिङ भइरहेछ। यसले विद्युत बिक्रीबाट राम्रो मुनाफा आर्जन गरिरहेको छ। यसका विभिन्न क्वार्टरका रिपोर्टहरु पनि हामीले एनुअल रिपोर्ट, प्रोग्रेसिभ रिपोर्ट, क्वार्टरली रिपोर्टहरु सम्पूर्ण रिपोर्टहरु यसको वेबसाइटमा सम्पूर्ण हेर्न पाउँछ। हामीहरु अघिल्लोसँग तुलना गरेर पछिल्लोसँग तुलना गरेर सम्पूर्ण हेर्न पाउँछौं। फन्डामेन्टली रूपमा राम्रो स्ट्रङ र टेक्निकल रूपमा पनि एउटा ब्याङ्क लेभलमा भएको स्टक भएको कारणले गर्दा तपाईहरुको लागि एउटा वाच लिस्ट चाहिँ बनाएको हो। यसमा मेरो भिडियोको आधारमा शेयर खरिद बिक्री भने नगर्नु होला भन्न चाहन्छु। हस्, धन्यवाद भन्न चाहन्छु यतिन्जेल भिडियो हेरिदिनु भएकोमा। आगामी दिनहरुमा पनि शेयर मार्केट सम्बन्धी विभिन्न विषयमा भिडियोहरु बनाउँदै जानेछु। च्यानललाई सब्स्क्राइब गरेर सँगै जोडिनु हुन अनुरोध गर्दछु। धन्यवाद।